हेलो साथी के तपाईँहरूको डिभाइस फुल देखाउँदैछ है, स्टोरेज फुल देखाउँदैछ, कसैको 68 कसैको 128 GB अझै पनि चलाउँछ। त्यति बेला चाहिँ के गर्नुपर्छ भने चाहिँ हाम्रो एपहरूले नै त्यो स्टोरेजलाई चाहिँ खाइरहेको हुन्छ। हौडेको टेम्पोरेरी फाइल्सहरू कुकिजहरू बसेर है, अनवान्टेड इमेजहरू सेभ भएर त्यसको है चलाउँदाखेरि हामीले भिडियोजहरू हेर्दाखेरि या स्क्रोल गर्दाखेरि या कुनै प्रकारको गुगल चलाउँदाखेरि है, त्यति बेला चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँहरू जस्ट आफ्नो मोबाइल फोनको तपाईँहरू सेटिङ्समा जानुहोस्। आफ्नो आफ्नो सेटिङ्स सबैको हुन्छ। त्यहाँदेखि एप भन्ने एउटा फोल्डर हुन्छ, त्यो एप्सलाई खोज्नुहोस् है। सिधै त्यहाँदेखि केही नगरेर तपाईँले म्यानेज एपमा जानुहोस् है। अब तपाईँले कुन चाहिँ ज्यादा चलाउँछ डे टु डे, जस्तो फेसबुक, युट्युब, इन्स्टा, वाट्सएप चलाउँछ। जस्तै म सर्च गरेँ अरे, सपोज हेर्नुहोस् युट्युब निकालेर मैले हो युट्युब हेर्नुहोस्, मेरो स्टोरेज 2.79 GB छ। तर मैले अब यसमा क्याची भनेर बसेको हुन्छ है। तपाईँहरू केही नगर्नुहोस्, क्लियर डाटामा जानुहोस्, क्लियर क्याची भनेर आउँछ। तर तपाईँहरूलाई पहिला यो गर्नुभन्दा अगाडि म देखाउँछु। यहाँ स्टोरेज हेर्नुहोस्, जस्तै मेरो 765 MB चाहिँ क्याची भएर बसेको हुन्छ। यति बेसी चाहिँ मैले वेस्ट अफ मेरो स्टोरेजमा बसिरहेको छ। अब यति बेला के गर्नुपर्छ भने चाहिँ तपाईँले क्लियर डाटा गर्नुहोस्। क्लियर अल डाटा चाहिँ कहिले नगर्नुहोस्। क्लियर अल डाटा गर्नु भने सबै तपाईँहरूको जति पनि हिस्ट्रीदेखि लिएर सबै साइन अप गरेको सबै जान्छ। त्यही कारण क्लियर क्याची मात्रै गर्नुहोस्। क्लियर क्याची भनेर आउँछ, ओके गर्नुहोस्। एकछिन टाइम लाग्छ। अब हेर्नुहोस् यो 0B भएर पाउँछ, 0 बाइट भएर बस्यो। अब हेर्नुहोस् मेरो अघि टोटल साइज अर्कै थियो, अब कति भयो 2.3 GB भयो। यो चाहिँ मेरो स्टोरेज, यो चाहिँ डाटा, यो चाहिँ जुन चाहिँ स्टोरेज बसेको युट्युबको घटेर कति घट्यो, 700 जस्तो घट्यो। झन्डै 700 भनेपछि बहुत MB हो। तपाईँको यसरी नै तपाईँले अरू पनि गर्न सक्नुहुनेछ हो। त्यही भएर अरू एप पनि जस्तो फेसबुकहरू केहरू छ भने तपाईँले यसरी आफ्नो स्टोरेजलाई घटाएर मोबाइल फोनलाई अझै स्पिड अप गर्न सक्नुहुनेछ। र आजको लागि यति नै हो। थ्याङ्क यू है। अरू भिडियोजको लागि फेरि मसँग जोड्नुहोस् होला।